गाइज आज हामी चाहिँ धेरै टाढा आएको छौँ होइन। धरानतिर पिठारीतिर धेरै गर्मी भयो, बस्ने स्थिति नै भएन। के गर्ने त, अनि अचानक प्लान भनेको बनाएर हिँड्नुहुन्न, अनप्लान हिँड्नुपर्छ। अनि यहाँ त चिसो छ अहिले, त्यस्तो साह्रै चिसो पनि छैन, ठिक्कको छ। मन्दिर जाँदैछु, तपाईँलाई मन्दिरको दर्शन गराउँछु। बिचै बिच छ, नजिकै छ। यहाँ हाम्रो राजन सर, के छ सर? हेलो हेलो। गर्मी कतिको थियो आज? गर्मी त निकै गर्मी छ तल। यहाँ अब चाहिँ पुरा रमाइलो भयो। अलिकति मन शान्त भयो। तराईमा गर्मी, नेपालको एउटा यही फेसिलिटी। गाली गुराँस सबै सुकेको छ। 15-20 किलोमिटरको फरकमा तराईबाट पहाड चिसाल्न सकिन्छ। त्यही भएर यो टारमा चाहिँ इन्डियन टन्नै आउँछन्। बिहारमा धेरै गर्मी हुन्छ, त्यही भएर बिहारको नजिकै पहाड भनेको राम धनकुटा, हिले, चुनढुङ्गा हेर्नुहोस्। यहाँबाट हानीहरू छ हाम्रो, तर अब के गर्नु, सोधेको छैन। यस्तै छ। तपाईँलाई भिडियो हाम्रो मार्फत सानो पाथिरहेको दर्शन गराउँछु। धेरै गर्नुहोला है। नजिक छ भनेको टाढै रहेछ। बल्ल अब सिँढीतिर उक्लिएको जस्तो छ। टुप्पोमा मन्दिर छ। पहाडहरू हेर्नुहुन्छ। एउटा पहाड, दुईवटा पहाड। तलको बाटो चाहिँ चतरा जाने बाटो अरे, 12-17 हुँदै। ऊ त्यहाँ गढी बनाएको छ, नेपालको झन्डा राखेको छ। रिसोर्ट हो कि फोहोर मलाई भनेको छ, फोहोर चाहिँ यसलाई पनि दिनुपर्ने है, कारण नदिने। सिँढी हेर्नुहोस् गाई, यस्तो छ। अब नहिँड्ने मान्छेलाई त गाह्रो हो, तर हेल्पको लागि चाहिँ हिँड्नु पनि राम्रो हो। भिडियो हेर्दै गर्नु है त। यो सानो पाथितिर आइपुग्यौँ हामी। यहाँ पनि सिँढी चढ्नुपर्ने रहेछ। 1 2 3 4 5 त्यस्तै होला, 20-25वटा सिँढी है। यता फुलहरू कस्तो राम्रो राम्रो छ। यता हेर्नु भ्यू, तल कस्तो छ भ्यू। यो मूर्ति है। मूर्तिहरू भगवान्को, भगवान् आशीर्वाद दिउँ, हामीलाई सद्बुद्धि दिउँ, चिता कुरा होस् है। चिता कुरा होस्। राजन सर हिँड्नै सक्नु भएन, पशु बढी अरे है। उहाँसँग आशीर्वाद माग्नु। भिडियो हेर्दै गर्नु, लाइक कमेन्ट सब्सक्राइब गर्नु। धन्यवाद।